ल यहाँ हेर्न सक्नुहुन्छ गाइज न हरियो भन्ने चिज के देखिन्छ न भेडा फार्ममा भेडा नै देखिन्छ गाइज लु सब सुक्या हरियो भनेको त यही के हो यो रुख मात्रै होला है यहाँ त केही छैन ल सब ल हेरौँ गाइज लुक एट योर गाइज डाँडाकाँडा भन्ने नाम चाहिँ सही हो सबै फाँडिसक्यो त्यस्तो बित्ति हरियाली पनि छैन आज पनि नेपालमा त के साह्रो भएको यार गएर छ गाइज गएर छ हाम्रो भेनाहरू चाहिँ पुग्नु भयो माथितिर म चाहिँ यहाँ तलतिर भिडियो बनाउँदै बसिरहेको छु गाइज हेर्नु यहाँ फोर राम राम के हो यो फोरको त भण्डार ल्याएर आएको छ गाइज यो ठाउँ भाइरल हुनु पनि बिर्थ्यो रहेछ नेपालको शोभा त फोरले नै भर्ने भयो ल गाइज यही हो अहिलेको अपडेट अब यो के भन्छ अरे भन्दाखेरि यतातिर आउने भनेको त्यही बर्खाको टाइममा आउँदाखेरि चाहिँ सायद हरियाली सिन चाहिँ भेटिन्छ होला यो टाइममा चाहिँ आउने दुःख नगरौँ गाइज छैन यहाँ केही पनि सब यस्तो सुक्या सुक्या घाँसहरू मात्रै छ म त्यति अर्को छर्केर आगो बाल्दै नै हुन्छु यहाँ त पुरै खरानी खरानी हुन्छ एकचोटि आगो लाग्यो गुटुङ टुङ लगाएर पुरै हरियो चाहिँ थाहा छैन कालो चाहिँ स्योर हुन्छ यहाँ यो ठाउँमा त्यो भएकोले गाइज छैन यो भेडा फार्म भन्ने ठाउँमा नि केही पनि अहिले लु सब यो काँडे तारको जाली लगाएर आएको छ ल ए घाम लागेर पनि हरियो बिजुक बनायो त्यस्तो हरियो त मैले चाहिँ केही पनि देखिनँ गाइज यो रुखहरू बाहेक होइन अब भिडियोमा देखाउँदा त खत्रै बबाल देखाएको थियो त्यो भएकोले भिनाजुहरूले जम भनेर उठाएर लिएर आएको काम लागेन गाइज ल यो चाहिँ सायद भेडा फार्म होला यस्तो छ भेडा भने चाहिँ एउटै छैन क्या यहाँ त मैले त भेडै देख्दिनँ कहीँ पनि सो गाइज आउनुभन्दा अगाडि यो भिडियो सबैले हेर्नु होला होइन यता भेडा फार्म भन्ने ठाउँमा आउनुभन्दा अगाडि डिसिसन लिनुभन्दा अगाडि भन्ने कुरो चाहिँ भन्न चाहन्छु